अपरेसन थुम्बराही हङकङ उडान विमानस्थलको भिड र मध्यरातिको त्यो गुप्त सम्झौता, सिंहदरबारको नयाँ पाना, गगनलाई रोक्न देउबा र रविको मास्टरमाइन्ड, त्रिभुवन विमानस्थलमा गाजाबाजा भित्र अर्कै खेल, के काङ्ग्रेस सकाउन रचियो ग्रान्ड डिजाइन, बालेनको राइज र गगनको भए सत्ताको चक्रव्यूहमा कसरी फसाइयो युवा नेतृत्व, पर्दा पछाडिको चक्रव्यूह यस्तो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिडभाड र हौला बीच एउटा छुट्टै सन्नाटा थियो। केही दिन अघिसम्म जसलाई गृह मन्त्रालयको गोप्य फाइलमा अनुसन्धान र सम्भावित पक्राउको सूचीमा राखिएको चर्चा थियो, तिनै पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा हङकङबाट ओर्लिँदा दृश्य सोचे भन्दा बिल्कुलै फरक थियो। विमानस्थल बाहिर तरुण दलका कार्यकर्ताको नाराबाजी थियो, पञ्चे बाजाको धुन थियो र अगाडि पछाडि सशस्त्र प्रहरीका गाडीहरूको स्कटिङ। तर देउबाको मुस्कान पछाडि एउटा यस्तो रहस्य लुकेको थियो जसको पटकथा बालुवाटार र गृह मन्त्रालयको कुनै बन्द कोठामा लेखिसकेको छ। घटनाक्रमको सुरुवात हङकङ उड्नुभन्दा 2 दिन अघि भएको भन्ने जानकारहरू बताउँछन्। रासपाका सभापति रवि लामिछाने र उनका केही विश्वासी सहयोगीहरू बीच एउटा आकस्मिक बैठक बस्यो। एजेन्डा एउटै थियो, गगन थापाको उदयलाई कसरी रोक्ने। विश्लेषण प्रष्ट थियो, यदि नेपाली कङ्ग्रेसमा महाधिवेशन वा विशेष परिस्थितिबाट गगन थापाको नेतृत्व स्थापित भयो भने त्यसले आगामी निर्वाचनमा रासपा र नयाँ शक्तिहरूको राजनीतिक आधार नै हिलाइदिनेछ। जनता पुराना नेताहरूसँग आजित छन्, तर गगन जतिको आक्रामक र लोकप्रिय युवा अगाडि आउँदा विकल्पको राजनीति कमजोर हुने निश्चित देखिन्छ। रासपाका एक राजनीतिक रणनीतिकारले टेबलमा हात ठोक्दै भनेका थिए, यदि काङ्ग्रेस देउबाकै हातमा रह्यो वा देउबा पक्षकै निरन्तरता भयो भने जनता माझ यी बुढाहरूले के गरेर भन्ने भाष्य बनाउन हामीलाई सजिलो हुन्छ। तर गगन आए भने हाम्रो नयाँ भर्सेस पुरानाको नारा नै सङ्कटमा पर्छ। तुरुन्तै एउटा अदृश्य च्यानल प्रयोग गरियो। देउबाका एक विश्वास पात्र मार्फत हङकङमा सन्देश पठाइयो, तपाईँ ढुक्क भएर फर्किनुहोस्, न कुनै अनुसन्धान हुनेछ न त कुनै कानुनी बाधा, तर शर्त एउटै छ, काङ्ग्रेसको साँचो गगनको हातमा जान दिनु भएन। देउबाले विमानस्थलमा ओर्लिने बित्तिकै हात हल्लाए, उनको अनुहारमा कुनै त्रास थिएन। उल्टै राजा ज्ञानेन्द्रले त सकेन, अरू कसैले सक्छ यहाँ भन्दै बरु एउटा विजयी मुस्कान छाडिदिए। उनलाई राम्ररी थाहा थियो यो सम्मान र स्कटिङ उनको लोकप्रियताको कारणले होइन, सत्ताधारी दलको राजनीतिक बाध्यता र रणनीतिले पाएका हुन्। गगन थापा भने आफ्नै निवासमा टेलिभिजनको पर्दामा त्यो दृश्य हेरिरहेका थिए। उनलाई राजनीतिको यो गहिरो चाल बुझ्न धेरै समय लागेन। देउबालाई बलियो बनाएर काङ्ग्रेस भित्रै विभाजन ल्याउने र आफूलाई एकाकी पार्ने रविको मास्टर प्लान सफल हुँदै गर्दा पार्टी भित्र देउबा पक्ष थप आक्रामक बन्दै गयो। हेर्यौ सभापति ज्यूलाई त सरकारले पनि सम्मान गर्छ, तिमीहरू पक्राउ पर्छन् भन्दै भरम फैलाउँथ्यौ भन्दै देउबा पक्षका नेताहरू गगन समूहमाथि खनिन थालेका छन्। धुम्बराई पुगेर देउबाले आफ्ना निकटहरूसँग संक्षिप्त बैठक गरे। उनले भने, राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन, जसले मेरो कुर्सी र साग जोगाउँछ अहिलेलाई उही मेरो हितैषी हो। उता सिंहदरबारमा बसेर रवि लामिछानेले टेलिभिजनमा देउबाको स्वागत दृश्य हेर्दै मुस्कुराए। उनका लागि यो एउटा तीरले दुईवटा शिकार गरे सरह बन्यो। देउबालाई जोगाएर काङ्ग्रेसलाई पुरानै ढर्रामा राखिरहने र गगन थापाको सम्भावित लहरलाई पार्टी भित्रै तुहाइदिने खेलको सुरुवात हुँदैछ। तर राजनीति सम्भावनाको खेल हो। देउबाको यो सुरक्षित पुनरागमनले काङ्ग्रेस भित्र गगन पक्षलाई अझ ठूलो विद्रोहका लागि तयार पारिरहेको छ। पर्दा पछाडिको यो भयानक खेलले देशलाई कुन मोडमा पुर्याउने हो त्यो भने भविष्यकै गर्भमा रहेको छ।